नमस्कार सम्पूर्ण महानुभावहरू, म सुभाष भट्टराई। के तपाईलाई थाहा छ, शेयर बजारमा पुरुषभन्दा महिलाले अत्यन्तै धेरै इन्कम गरिरहेका हुन्छन्। एउटा रिसर्चले देखाउँछ, विभिन्न रिसर्चहरूमा यस्ता अनुभवहरू प्राप्त भएका छन्। कसरी हो त? आज हामी एउटा सेक्रेट कुरा हजुरहरूसँग छलफल गर्दैछौँ। यो भिडियो अन्तसम्म हेरिदिनुहुन्छ होला भन्ने मलाई लागेको छ। यसको सिक्रेट कुरामा जोखिम व्यवस्थापन गर्ने प्राकृतिक क्षमता अथवा रिस्क म्यानेजमेन्ट महिलाहरूको अलिक बढी हुन्छ पुरुषको तुलनामा। यहाँलाई थाहा छ, किन थाहा छ? इमोसनल कन्ट्रोल गर्छन् महिलाहरू। उनीहरू शेयर बजार घट्दाखेरि पुरुषहरू शेयर डराएर बेच्न सक्छन्, तर महिलाहरू अलिकति धीरता राख्छन् र नबेचिकन कतिखेर बढ्ला भन्ने हिसाबले बसिरहेका हुन्छन्। तर बजार बढ्दा पुरुषहरू लोभी हुन्छन्, महिलाहरू सन्तुलित रूपमा व्यवहार गर्छन् र उनीहरू नबेचिकन राख्छन्। पुरुष प्राय आक्रामक एग्रेसिभ हुन्छन् र छिट्टै लोभ र धनको जोखिम लिन्छन्। अत बजार बढ्ने बित्तिकै उनीहरू आफूमा भएका शेयरहरू खरिद गर्न सक्छन् भने बजार घट्ने बित्तिकै उहाँहरू आफ्नो भएको शेयर बिक्री गर्न सक्छन् र ठुलो क्षति गर्न सक्छन्। तर महिलाहरू रक्षात्मक हुन्छन्। हेर्नुहोस्, उनीहरू लगानी गर्नुभन्दा पहिला सुरक्षालाई प्राथमिकता दिन्छन् र जोखिम र सन्तुलन कायम राख्छन्। अत शेयर बढ्दै गर्दाखेरि उहाँहरू शेयर बेच्नुहुन्न र घट्दै गर्दाखेरि किन्नुहुन्छ। एउटा अर्को धीरता र स्थिरता, प्रिटेन्स एन्ड स्टेबिलिटी पनि महिला र पुरुषमा केही भिन्नता छ। महिलाहरू चाँडै नाफा खोज्दैनन्। उनीहरू लामो समयसम्म लगानीलाई राख्छन् अथवा लगानीलाई राखिरहन्छन् भविष्यको लागि। शेयरमा बजारको ज्ञान र धीरता र स्थिरता अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हेर्नुहोस् महानुभाव, महिलाहरू स्वभावले नै पुरुषभन्दा बढी धीरता हुन्छ। उनीहरू एकपल्ट राम्रो शेयर खरिद गर्छन् र किनेपछि त्यसलाई लामो समयसम्म होल्ड गरेर राख्छन्। तर पुरुषहरू आत्तिन्छन्, नाफा देख्ने बित्तिकै शेयर तुरुन्तै बेच्छन्। जसले गर्दा धेरै कमिसन र कर पनि तिर्नुपर्छ उनीहरूले। महिलाहरू बाई एन्ड होल्ड रणनीतिमा हुन्छन् भने पुरुषहरू ट्रेडिङ गर्ने रणनीतिमा हुन्छन्। अत महिलाहरूलाई भविष्यमा दीर्घकालीन रूपमा चाहिँ बढी सफलता र प्रतिफल प्राप्त हुन्छ शेयरको मूल्यबाट। अर्को कुरो छ, अनावश्यक हल्ला अथवा इगोबाट महिलाहरू एकदम कम हुन्छ। महिलाहरू बारम्बार शेयर किनबेच गर्दैनन्। पुरुषहरू अत्यन्तै धेरै ट्रेडिङ गर्छन्। सत्य के हो थाहा छ? जति धेरै हामी ट्रेडिङमा लाग्छौँ त्यति धेरै गल्ती हुन्छ र हामी फस्छौँ। मलाई सबै थोक थाहा हुन्छ भनेर पुरुषमा एउटा अज्ञानताको भावना हुन्छ र अहम हुन्छ, जसले गर्दाखेरि उनीहरूले आफ्नो गल्ती स्वीकार्न सक्दैन। तर महिलाहरू सन्तुलित हुन्छन्। आवश्यक परेमा इगो ठान्दैनन्, अरूसँग सल्लाह लिन्छन् र बजारको पछि लागेर बिना कारण शेयर किन्दैनन् र बेच्दैनन् भने उनीहरू एउटा वित्तीय अनुशासन देखाउँछन्। अर्को बचतको संस्कार पनि महिलामा अत्यन्तै धेरै हुन्छ र पुरुषमा चाहिँ खर्च गर्ने बानी अलिक बढी गर्छ। र कम्पाउन्डिङमा महिलाहरू अत्यन्तै बढी धैर्यवान रूपमा नियमित रूपमा बचत गरेर कम्पाउन्डिङ निर्माण गर्छन् र सानो सानो ऋण, सानो सानो बचतले उहाँहरूको ठुलो लगानीको प्रतिफल प्राप्त हुन्छ। धेरै सफल लगानीकर्ताहरू शान्त हुन्छन्, धेरै बोल्दैनन्, कन्सिस्टेन्स स्थिर रूपमा लगानी गर्छन्। एउटा महिलाको शैली हो। र धनी बन्न धेरै चलाक हुनु पर्दैन, तर शान्त, धैर्यवान र अनुशासित हुनुपर्छ। के हो भने यसको अर्थ पुरुषले शेयरबाट पैसा कमाउन सक्दैनन् भन्ने कुरो चाहिँ होइन। फेरि यसले के सिकाउँछ भने
यदि पुरुष लगानीकर्ताहरूमा पनि महिलाहरूको जस्तो धीरता, अनुशासन र जोखिम व्यवहार गर्ने शैली अत्यन्तै राम्रो छ भने उनीहरूको प्रतिफल, शेयरको प्रतिफल पनि उच्चतरमा हुन्छ। यही भिडियो, यस्तै प्रकारका ज्ञानवर्धक भिडियोहरू हजुरलाई मनपर्छ भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, यो च्यानललाई सब्सक्राइब गर्न बिर्सनुहोस्। नमस्कार, धन्यवाद।